हेलो नमस्ते गाइस। आज चाहिँ हामी ट्याक्क बर्जुतिर छौँ। सबै भाइ बहिनीहरू छ, भर्खर आइपुगेको। आज चाहिँ हाम्रो विकेन्ड थियो। पानी पानी हो गई ल ट्याक्क यस्तो छ यहाँको चाहिँ मौसम पनि दामी छ। आज छुट्टी मनाउनको लागि चाहिँ गर्मी भएर चाहिँ हामी यतातिर। कुनै ठाउँको नाम के हो? एबी के हो यहाँको नाम? अभिषेक। तपाईँको नाम हो अभिषेक? अनि लड्दैन ल यता ट्याक्क हेर्नु त यहाँको वेदर चाहिँ दामी छ रहेछ। विराटनगरमा बसेर चाहिँ कहाँ घुम्ने भन्ने एउटा आइडियाहरू थिएन। घुम्ने ठाउँ चाहिँ फाइनली भेटियो गाइस। तपाईँहरू यदि विराटनगरमा हुनुहुन्छ भनेदेखि चाहिँ बर्जु पनि एउटा रिफ्रेस हुने ठाउँ चाहिँ हो। कसलाई के छ ड्राइभर दाइ? ठिक छ अभिषेक अनि डर लाग्दैन? निस्किने हो? यता आउनु, यता ल निकालिदेऊ त उसलाई, यता ल्याऊ। यस डिस योहरू निकाल्यो त। ल अभिषेक चाहिँ हामीसँग जानु हुँदैछ। जानु ल। यस जम्प। यस बाई अभिषेक। बो नजाऊ बो, त्यो कहाँ सेफ्टीहरू के पनि छैन। यो चाहिँ हाम्रो अमिषा म्याम है। कस्तो फिल भइरहेको तपाईँलाई? फोटो खिच्ने गाइज हामी चाहिँ रमाइलो गरिरहेको छौँ ट्याक्कसँग। यहाँबाट चाहिँ दामी एयरपोर्ट माथि नै छ, नजिकै रहेछ। यहाँ एरोप्लेनहरू पनि यहाँबाट ल्यान्डिङ भएको एकदम नजिकबाट देखिन्छ। यहाँको मेन रमाइलो चाहिँ कहाँ छ भने यहाँनिर बच्चाहरू हो क्या गाइज। यहाँको एट्र्याक्सन यस्तो रमाइलो छ होइन। जाउँ ल उफ्रा के हुँदैन, जाउँ। यस भैँसीहरू दामी। ल बाई बाई अभिषेक बाई। हामी एकछिनमा उता घुमेर आउँछु ल। ओके ल हामी चाहिँ निस्केको, एकछिनमा आउँछौँ भने टिकट काटेर खेल्नुपर्छ ल। हामी निस्केको। यहाँ चाहिँ यो रमाइलो फुल छ हेर्नु ल। यहाँको यो फुल पनि रहेछ क्या, यो भाइरल फुल। तर ल म्याम हिँड्नुहुन्छ अरे, म भिडियो बनाउँदैछु। यति भएपछि बुढी भएपछि यतिको चाहिँ गर्नुपर्छ ल। यो भ्यू चाहिँ छोड्न मन नलाग्ने है, दामी। ल हामी गाइज अगाडि लाग्छौँ। स्कुटी एक राउन्ड घुम्छ अरे। स्कुटीबाट हामी एक राउन्ड घुमेर आउँछु। तबसम्मको लागि चाहिँ मैले क्यामेरा पछाडि दिन्छु, पछाडिबाट समात्नुहुन्छ। बाई बाई गाइज। चढ न माथि यार। Look at the looking glass. Yes. ल हेर्न सक्नुहुन्छ यहाँको यस्तो छ खोलाहरू। बुढ्नीहरूले मलाई त्यो डुङ्गा खेल्नु भनेर एकछिनमा आउँछु भनेर पकाएर भर्खरै आएको। अब चाहिँ हामी यहाँबाट जान्छौँ। अब यस्तो भ्यू छ हेर्न सक्नुहुन्छ। यो भ्यूमा त बसिराख्नु मन लाग्छ होइन त हो। यस अब हेर्नुहोस् यहाँनिर घाम लागिरहेको छ, बादल पनि त्यस्तै देखिरहेको छ, अक्का देखिरहेको छ। अब हामी यहाँबाट घुम्दै अरू ठाउँ पनि हेर्न चाहन्छौँ। बाटो चाहिँ यस्तो छ है, भेटी छ। बाटोलाई इग्नोर गरिदिने हो क्या।
हेर्न सक्नुहुन्छ यहाँ पनि चाहिँ ढुङ्गा ढुङ्गा यहाँबाट टिकट काट्ने नि हुन्छ भन्दै थियो टिकट काट्ने मान्छेहरू चाहिँ कहीँ छैन मलाई त कस्तो अब अर्को खोला आयो है नेक्स्ट स्टेप खोला आयो यहाँनिर यस्तो बाटो छ अनि नेक्स्ट स्टेप खोला फेरि आयो खोला ताल हेर्नु यहाँनिर चाहिँ यो गाउँ कस्तो यस्तो छ पुरै मकै हो यो मकै बारी छ हेर्न सक्नुहुन्छ या मैले धेरै हल्लाएँ होला क्यामेरा किनभने बाटो यस्तो छ कस्तो दामी देखेको यार भ्यू आन्टीहरू बसेर के खानु भइरहेको छ गाडी गरम गरम अख्खा छ ल आउन सक्नुहुन्छ विराटनगरमा हुनुहुन्छ भने यहाँ भिजिट गर्न सक्नुहुन्छ नजिकै छ आमाले आन्टीहरू चाहिँ जोडी काम ए बहिनीहरू थियो अनि यहाँ जाऊँ न हामी ल है त हामी झऱ्यौँ यहाँ अब तिमीलाई देखाउँछु नि तपाईँलाई यता कालो हुन त कालै छ मान्छे कालो होइन भयो ल जग्गामा बसेर चाहिँ कस्तो भनेदेखि यो यतिको यो लेभलको ठाउँ क्या विराटनगरमा बसेर चाहिँ यति यो लेभलको ठाउँ छ भनेर चाहिँ हामीले कल्पना पनि नगरेको कुरा हो हेर्नु त यस्तो फ्रेस हावा चलिरहेको छ होइन खोला जस्तै है अनि मौसम छ यस्तै यस्तो दामी मौसम यस्तो राम्री बुढीमा योभन्दा के छ हौ तिम्रो क्यामेरा चलेको छैन हातले छैन दामी छ गाइस यु क्यान सी हावा है हावा तिमी जस्तो एकछिन रोग मलाई नि भिडियोमा हिँड ल हिँड चाबी स्कुटीको तिमी बाहेक मेरो यिनी यो गाइज तालतिर ल यो हावाको कसम दामी रहेछ तर यार मेरो बुढी चाहिँ काँडा अन्त भित्तीको जिपले भेन्डी अरे भित्तीलाई मामफुली यार भित्र यत्तिको चाहिँ हुनुपर्छ तर बा कसम क्या लोभ लाग्दो छ यार ठाउँ यो ठाउँ त कसम लोभ लाग्दो छ यार विराटनगरको लागि त स्वर्ग हेभेन हो क्या गाइज यार मैले पनि नाम सुनेको थिएँ अनि फर्स्टमा चाहिँ कस्तो भएको थियो भनेदेखि टु बी अनेस्ट होइन विराटनगरमा चाहिँ यतिको राम्रो ठाउँ चाहिँ छैन होला भन्ने लागेको थियो क्या मलाई चाहिँ र फाइनली म आज आएँ अब रुममा बस्दा बोर भएको थियो छुट्टी थियो अनि फिल्म हेर्न गयौँ हामी उनको स्वेटर फिल्म पनि एकदमै राम्रो लाग्यो त्यस पछाडि चाहिँ बुढीको जिद्दीले गर्दाखेरि चाहिँ कहिले नआएको ठाउँ म्याप हेर्दै आएको गुगल म्याप हेर्दै आएको ट्याक्कसँगले यो ठाउँमा आइपुग्यो र हामी चाहिँ खुसी छौँ राम्रो छ गाइस त्यही हो रमाइलो छ मेन यो भ्यूहरू हेर्नु त है मामफुली यार मलाई पुरा त्यो पोखराको जस्तो याद आइरहेछ क्या मलाई साँच्चै होला पोखराको याद आएको छ यार यो आकाश हेर्नु न अघि त अझै आकाश चाहिँ उज्यालो थियो गाइज होइन अहिले चाहिँ अब साँझ हुँदै गयो आकाश यस्तो भयो कालो घामलाई पनि अब छेक्न थालिसक्यो बादलहरूले तर पनि राम्रो छ र हामीलाई चाहिँ अलिक टाइम बस्न मन थियो के भयो भनेदेखि अब हामीले गेटमा छिर्दै गर्दाखेरि चाहिँ गार्ड दाइले चाहिँ अब उज्यालो हुँदाखेरि नि निस्किनु ल 6:30 भनेर भन्नुभएको छ उहाँहरूको कुराहरू पनि हामीले मान्नुपर्ने हुन्छ उहाँहरू पनि आफ्नो ड्युटी गरिरहनु भएको छ यो कुरा हामीले बुझ्नुपर्छ त्यही भएर अब हामी अगाडि लाग्छौँ गाइस हामी चाहिँ अब नेक्स्ट डेस्टिनेसनतिर लाग्छौँ कस्तो बबाल हावा छ हेर्नु छोडेर जानु मन छैन क्या तपाईँहरूलाई भन्दा भने जस्तो हुन्छ कि तर यो हावा त
विराटनगर राति सुत्दा यस्तो गाह्रो हुन्छ नि तपाईँहरूलाई के भन्नु यार विराटनगरको गर्मी क्या हट यतापट्टि यस्तो फेरि खेतीपाती होइन यतातिर चाहिँ यस्तो रमाइलो ताल पर हाम्रो बहिनीहरू टिकटक बनाइरहेछ ल हामी चाहिँ हिँड्दै गर्छौँ हामीले घुमेको ठाउँहरू तपाईँलाई देखाउँछौँ तपाईँहरू हेर्नु होला के कस्तो लाग्छ भिडियोहरू कस्तो लागिरहेको छ प्रतिक्रिया दिन नबिर्सिनु होला अनि नयाँ हुनुहुन्छ भनेदेखि चाहिँ यस्तो साइडमा हेरेर सब्सक्राइब गर्नु भएको छैन सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट त भइहाल्छ बुझिहाल्नुहुन्छ गरिदिनु होला हेर्नु हामी अगाडि घुम्छौँ आमाहरू घाँस काट्नु पर्दैछ दुबो काट्नु हो लुक there is lots of के हो यो बफेलोज भैँसी यस अर्कै संसार पुगे जस्तो लागिरहेछ गाउँ क्या दामी त्यो मुङ्गुली के अरे आउँदैन त्यो हिँड्नेहरू छ नि हावाको डिस्टर्ब चाहिँ खतरा आइरहेको होला साथीहरू अब तपाईँहरूले चाहिँ त्यति चाहिँ कम्प्रोमाइज गरेर हेरिदिनु होला तालतिर देखाउन यार लास्ट हल्लेको छ है हाम्रो चाहिँ हातहरू बादलले अब यो ताल चाहिँ हेरिदिनु होला त्यसपछि अर्को डेस्टिनेसनमा ताल छ होला है अहिले यहाँ तालै तालको होला क्या नामै बर्जु ताल हो नि बर्जु ताल हो यस बर्जु मल्टी कम्प्लेक्स हो हेर्नुहोस् बफालो यहाँ अनि यसरी समात्दाखेरि पनि त नि हल्ली त हाल्छ तिम्रो मलाई देख गरिहाल्छ यो जङ्गल हेर न है हेर्न सक्नुहुन्छ है यहाँनिरको बगैँचामा नजाऊ तिमी यहाँ त सानो ताल छ क्यामेरा होल्ड गर्न आएन नि त यस्तो छ है बाटो चाहिँ मेरो फेभरेट फुल भएको थियो नि त्यसलाई केबाट फुल भएछ भनेको त केबाट रहेछ त क्याप कटमा 15 GB आयो गाइज अब क्यामेरा चाहिँ एकदम धेरै स्विङ भइरहेको छ हल्लिरहेको छ हामी चाहिँ गरिब भ्लगर हो होइन हामी चाहिँ अब त्यही भएर गोप्रो सोप्रो छैन क्यामेरा ह्यान्डल गर्ने उपकरणहरू छैन हातले पक्रेर हिँड्ने त्यही पनि भ्लगिङ चाहिँ गर्ने होइन अब हप्तामा एकचोटि छुट्टी हुँदाखेरि त कस्तो भ्लग नगर्ने क्या होइन निरजलाई अमिषालाई खोजिरहनु भएको होला तपाईँहरूले यसो कहिले काहीँ भेट्दाखेरि धेरै सब्सक्राइबर नभयो भने अचेल त भिडियो आउँदैन त भाइ भन्नुहुन्छ होइन त्यो कुराहरूले गर्दाखेरि चाहिँ हामीलाई भिडियो बनाऊँ लाग्छ यस्तै मायाहरू चाहिँ तपाईँहरूले सधैँ देखाइरहनु होला देखाइरहनु भएको छ अनि यस्तै छ है तालहरू हेर्नु अब हामी चाहिँ घुम्दै घुम्दै अघिकै ठाउँतिर आउँदैछु लोटसहरू धेरै छ है लोटस होइन यो दामी दामी छ
कमलको फुल। अनि हामीलाई चाहिँ यहाँनिर बर्जुमा चाहिँ गुनासो चाहिँ के हो भनेदेखि हाम्रो चाहिँ सबै कुरा राम्रो हुँदाहुँदै पनि हामीलाई चाहिँ बोटिङ पनि गर्न मन थियो क्या होइन, हो कि भन न। बोटिङ पनि गर्न मन थियो तर बोटिङ गर्न चाहिँ हामीले पाएन क्या। अब कहाँ टिकट लिने त्यो कुराहरू थाहै भएन नि त हामीलाई। अनि सोधेको अब उता भन्नुभयो, कता उता उता एक राउन्ड घुम्यौँ, हामीले टिकट घर चाहिँ भेटिनौँ। जस यो तालमा चाहिँ हामीलाई चाहिँ बोटिङ पनि गर्न मन थियो तर अब बच्चाहरू बसी त रहेको थियो, त्यो बच्चाहरूले विदाउट सेफ्टी बसिरहेको थियो। अब ठुलो ताल छ, बिचमा गएर बाइचान्स लड्यो भनेदेखि त त्यो पनि हो नि त कुरा त। रमाइलो गर्न त पर्छ तर सुरक्षा अपनाउन जरुरी छ साथीहरू। यस्तो दामी छ, ओहो ल हेर्दै गर्नु होला, हामी अगाडि हिँड्दै गर्छौँ। मुडुतिर पपकर्नको मकै चाहिँ है दामी छ, रमाइलो भइरहेछ। त्यस गाउँमा आए जस्तो भाइब क्या, गाउँघरमै भएको जस्तो भाइब छ। यहाँ बच्चाहरूले मकै फिजाइरहेको छ, यता फेरि बाख्रा गोठालो पनि भइरहेछ होइन। जफ्रुटी ल्याऊ ल, हामी चाहिँ अब यता बस्छु, यता पसल पनि छ, यहाँ मकै छ होला। यस्तो छ हेर्नु त है, मकै बिस्कुट त्यहीँबाट जाने हो। वेदर चाहिँ मेन चाहिँ वेदर दामी छ, मायाका डक्स यस्तो छ हेर्नु न। मकै चाहिँ यो फिजाको यो मुरली मकै भन्छ के हाम्रो गाउँतिर चाहिँ पपकर्न बनाउने मकै जस्तो लाग्छ। गोठालाहरू भइरहेछ, रमाइलो भयो आज गाइज। आजको छुट्टी चाहिँ अहिलेसम्मको बेस्ट छुट्टी भन्नुपर्छ होइन। हेर्नु टाइपको मेरो बुढी चाहिँ उता छ, छुट्टी लिँदैछ, हाम्रो गाड्दैछ। यता टेकेर जानु नमिल्ने हो, गएँ अब ल। के लिनुभएको म्याम हजुरले? यसो हाम्रो दिदीको पसल रहेछ है, बच्चाहरूलाई दिन मिल्छ नि। ल ओके ल, फ्रुटी लिँदैछु। ट्याक यताभित्र चाहिँ पार्क पनि छ, पार्क चाहिँ आज घुम्न पाइएन। दिदी पार्क कति बजीसम्म खुल्ला रहन्छ? दिदी सुन्नु भएन। दामी छ ल। के तिमीलाई ढुङ्गा खेलाउने बहिनी ऊ आयो, ऊ बहिनी आयो। अभिषेक मकै यो बुनुको पपकर्नको मकैमा चिन्तेर अभिषेक भागिदिन्छु अभिषेक अभिषेक के त फ्रुटी खाने हो अब? मिठो लाग्छ? मिठो लाग्छ भन्दैन? मिठो छ अभिषेक? अभिषेक अभिषेकले बोलेन मलाई त। क्या बोल रही? अरू गाइजहरू पनि आइपुग्नु भयो। अभिषेक म्याम चाहिँ फेरि आउनु हुँदैछ। के ल्याउनु भएको म्याम? अब हामी चाहिँ लाग्छु। त्यहाँको रमाइलो भयो आज। म्याडमले अभिषेकलाई एक्स्ट्रा चाउचाउ हो। सबैलाई बाई गर न, अभिषेकलाई मात्रै होइन यार। बाई गर्दैछ अभिषेकले। ऊ ल पैसा दिइसकेको छ। यहाँ चाहिँ बाख्रा
थ्याङ्क यू सो मच गाइज जसले पनि मलाई बर्जु आउनको लागि चाहिँ सजेस्ट गर्नुभएको थियो थ्याङ्क यू सो मच तपाईँहरूजनालाई तपाईँहरूले गर्दाखेरि चाहिँ आज मैले यस्तो रमाइलो इन्भाइरोमेन्टमा घुम्न पाएँ होइन त्यस्तै हो अब चाहिँ म रेडी भइसकेँ यस्तै कोही देखिँदैन मेन चाहिँ वेदर आजको ओभर दामी भयो म विराटनगरमै बसेको थिएँ भनेदेखि चाहिँ गर्मीले पागल हुन्थ्यो होला होइन मेरो बुढी पनि त्यस्तै हुन्थ्यो त्यसो अब त साँझ भयो घाम ढल्यो अब त्यस्तो धेरै गर्मी हुँदैन रुममा पनि बस्न सकिन्छ गाइज अनि म चाहिँ ड्युटी पनि पुगेको थिएँ त्यस मेरो केटाहरूलाई पनि धेरै सम्झना छ माया छ एक दिन दाजुभाइ ट्याक्क आउनुपर्छ यो ठाउँको लागि चाहिँ क्याम्पिङको लागि चाहिँ अथोरिटी छ कि छैन त्यो चाहिँ मैले बुझ्नु मन थियो क्याम्पिङ पायो भने चाहिँ क्याम्पिङको लागि पनि एकदमै धेरै रमाइलो हुने ठाउँ हो क्या चिल छ पिस छ होइन स्वच्छ हावा छ त्यसको लागि त अब योभन्दा राम्रो ठाउँ नहुन पर्ने हो ल गाइज हामी चाहिँ रिटर्न लिनको लागि बसेको थियो म्याम आउनुभयो अब लाग्ने हो थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो डोन्ट फर्गेट टु लाइक कमेन्ट एन्ड सेयर सब्सक्राइब बाई बाई अभिषेकले माया गरेको हो खोइ फेरि गरिदेऊ एकचोटि खोइ माया ल थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो गाइज नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनु होला तपाईँलाई कस्तो लाग्छ भिडियोहरू कमेन्ट गर्न नबिर्सिनु होला थ्याङ्क यू सो मच अब हामी चाहिँ लाग्छौँ रुमतिर आजको दिन चाहिँ एकदम रमाइलो भयो बाई बाई